सबैजनालाई आशा छ सबैजना सन्चै हामी पनि हुन्छ होला हैन। आज चाहिँ आन्टीलाई भेट्न जानु छ, मम्मीको साथीलाई भेट्न गएछौँ। आज मार्केट पनि घुम्छौँ, केही लिनु छ त्यही भएर हामी चाहिँ हिँडे मम्मीको साथीलाई भेट्न अनि हल्का मार्केट गर्न पनि। जहाँ गए पनि गर्मीमा उखुको जुस खानु इज म्यान्डेटरी। चिसो चिसो उखुको जुस रिफ्रेसिङ। हेलो हेलो उखुको जुस पिएर हामी चाहिँ आन्टीको पसलतिर जाँदै थियौँ। हेर्नु बाटोमा कस्तो राम्रो राम्रो फुलहरू राखेर मतलब बेचेर राख्नु भएको थियो। फुल मान्डु पनि छ। ल आन्टीलाई भेटेर नमस्कार आन्टी भन्दैछौँ। यता चाहिँ एकछिन गफ गरेर हामी चाहिँ बजारतिर लाग्यौँ। यो चाहिँ हो अमरपथ बजार। हेर्नु कति धेरै ठुल्ठुलो पसलहरू छन्। यता चाहिँ जे पनि पाइन्छ कि। यता चाहिँ हाम्रो 2-3टा काम थियो सकेर त्यसपछि हामी जान्छौँ 99 पसलतिर। म सँगसँगै हेरौँ है त 99 पसलमा के छ सामानहरू। कति धेरै सामानहरू आएको रहेछ के 99 पसलमा अहिले। साबुनहरू, यता गमलाहरू, चप्पल, हेर्न अजीब अजीब सेपको डलहरू थियो के। त्यही भएर मैले चाहिँ भिडियो बनाएको छु। कस्तो अजीब थियो कि यो चाहिँ। मम्मीले चाहिँ फ्रिजमा राख्नको लागि बोतलहरू हेर्दै हुनुहुन्थ्यो। यता आयौँ हामी भाँडा हेर्नतर्फ। हेर्दै थियौँ के छ भनेर। मम्मी यो चाहियो, यो लाने हो कि नै, यो घर छ कि नै भनेर सोध्दै थिएँ। मैले चाहिँ हेर्नु सस्तो सस्तो प्राइसमा सबै चिज पाइन्छ 99 पसलमा। एकदम भेराइटीहरू पाइन्छ कि। हेर्नु अब त्यो कटोरी पनि कस्तो राम्रो राम्रो छन् कि। यो छान्नी कति बलियो छ कि यो वाला चाहिँ। यता चाहिँ किचन आइटम छ, किचन क्लिनिङ आइटम। फ्लावर हेर्नु कस्तो राम्रो। यता चाहिँ क्लिपहरू, यो कस्मेटिक आइटमहरू छन्। यता चाहिँ क्रोकरीहरू छन्। यस्तो राम्रो राम्रो प्लेटहरू छन्। कप हेर्नु, सिसाको कपहरू, ग्लासहरू, यस्तो राम्रो राम्रो जारहरू। यो भेसल थियो, फ्लावर भेसल। अनि हेर्नु कस्तो क्युट थियो कि। एकजनालाई मात्रै चिया पानी दिनलाई मिल्नेवाला ट्रे थियो कि। अनि बल जस्तो पनि थियो त्यो चाहिँ। प्लेट हेर्नु कस्तो क्युट क्युट, कस्तो राम्रो राम्रो थियो कि।
एफोर्डेबल प्राइसमा पाइन्छ कि 99 मा चाहिँ, त्यो भएको भएर सामानहरू किन्न चाहिँ 99 जानु होला। यता चाहिँ मम्मीले मेरो ब्याग ल्याइदिइसक्नु भएको छ। अब चाहिँ हामी घरतर्फ फर्किँदै थियौँ सामान लिएर। अनि एउटा पसलमा पसेको थियौँ कि हामी रेन्डमली। त्यहाँ चाहिँ हामीले यो ग्लास कभरमा अट्नेवाला छाता देख्यौँ। हेर्नु न कस्तो क्युट सानो। त्यसपछि त्यहाँको काम भएन, त्यसपछि हामी फर्क्यौँ घरतर्फ। यो चाहिँ अमरपथ बजार। हेर्नु कति ठुलो बजार छ, सबै चिज पाइन्छ यता। पहिला पहिला के है यो बजारमा बाहिरसम्म सामान राखेर पसलको पेटीहरू सबै ढाकेर हिँड्नलाई कति अप्ठ्यारो हुन्थ्यो। अहिले चाहिँ राम्रो नियम आएको छ कि बाहिर राख्नै नपाउने। अनि यो पार्किङ पनि एक साइडमा ट्याक्क मिलाएर बल्ल ठिक्क भएको छ। कस्तो उज्यालो राम्रो फराकिलो देखिएको छ कि बजार चाहिँ। बजार डुल्दा डुल्दा भोक र गर्मीले थाकेर हामी चाहिँ नास्ता खानतर्फ लाग्यौँ। अब नास्ता खाएर चाहिँ हामी घर फर्किँदै थियौँ बसमा। आजको लागि यो भिडियोमा यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। मेरो यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेटौँला। टिल देन बाई बाई, टेक केयर।